नमस्ते सबैजनालाई। हजुर, आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु भन्दा पनि यहाँ जिब्रामा र यहाँ भित्र घाउ निस्केको छ, बोल्न अलिकति गाह्रो भइरहेछ। तपाईँहरू सबैजनालाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई मेरो भ्लगमा के देखाउन गइरहेको छु भने आज चाहिँ हामी एकछिन बाहिर घुम्न जान लागेको होइन। आज चाहिँ मेरो हस्बेन्डको बिदा हो अनि मैले मेरो हस्बेन्डलाई चाहिँ मलाई एकछिन भए पनि बाहिर घुमाउन लग्नु भनेर रिक्वेस्ट गरेको छु। मेरो हस्बेन्डलाई चाहिँ बाहिर घुम्न पटक्कै मन पर्दैन होइन, तर मलाई चाहिँ अलिअलि मनपर्छ अनि त्यही भएर मैले रिक्वेस्ट गर्दा 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 हुन्छ नि त म लग्छु भन्नुभएको छ क्या। अनि त्यही भएर अब यहाँ हामी नजिक एउटा सानो पार्क छ अरे, त्यहाँ जान लागेको। अनि यहाँ चाइनामा चाहिँ मौसम एकदमै तातो छ क्या, बाहिर एकदमै घाम लागिरहेछ, गर्मी छ। अनि मेरो हस्बेन्ड चाहिँ अब फेरि कस्तो खालको शरीर छ क्या, एकदमै गर्मी खप्नै नसक्ने। अनि र पनि मैले रिक्वेस्ट गरेको कारणले अब हुन्छ जाउँ भन्नुभएको छ। अब यस्तै हो, कसैको रहर कसैको बाध्यता, अब मेरो रहर उहाँको बाध्यता। अनि त्यही भएर हामी दुईजना चाहिँ जान लागेको छौँ। अनि अहिले यहाँ चाहिँ ठ्याक्क अब 3 बज्न आँट्यो, बेलुकी पख शीतल हुन्छ भनेर जान लागेको, तर बाहिर हेर्दाखेरि चाहिँ एकदमै घाम लागिरहेछ क्या। अनि मन त गइरहनु भएको छैन र पनि अब हामी चाहिँ जान लागेको। अब त्यहाँ गएर कस्तो छ त्यहाँको भ्यूहरू म तपाईँहरूलाई देखाउने छु। अनि अब त्यहाँ अब कस्तो छ भरे क्लिपहरू खिचेर तपाईँहरूलाई म प्रस्तुत गर्नेछु, हेरेर इन्जोय गर्नुहोला। र तपाईँहरूले मेरो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। सबैजनाले सब्सक्राइब गरेर मलाई सहयोग गरिदिनु होला भन्ने अपेक्षा राखेको छु। त्यति भन्दै अहिलेलाई चाहिँ म तपाईँहरूसँग बिदा माग्न चाहन्छु। अब हामी जान लागेको, त्यहाँ पुगेर कस्तो छ अनि तपाईँहरूलाई म भिडियो अपलोड गर्नेछु, हेरेर इन्जोय गर्नु होला। हस् त, भिडियो हेर्दै गर्नु होला। अहिलेलाई चाहिँ बाई बाई। यो चाहिँ पुरै अन्डरग्राउन्डभित्र पुरा दुईपट्टि बेरा बारेको हुँदो रहेछ होइन। त्यो भित्रभित्र यो ट्रेन दुई साइडमा, उता पल्लो साइडमा अनि यता यो साइडमा दुईवटा आउने जाने। अनि हाम्रो चाहिँ यहाँ ठाउँको नाम चाहिँ यहाँनिर आउँदो रहेछ। त्यही अनुसार हामी कहाँ पुग्ने, अब ठाउँ आएपछि उत्रिने हो। पुरै अन्डरग्राउन्डभित्र यस्तो सिस्टम, ए बाप्रे। अनि यो चाहिँ जोइनिङ भएको रहेछ। यो चाहिँ यस्तो घुम्ने ठाउँ, घुमाउरो ठाउँमा चाहिँ यो तन्किँदो रहेछ क्या, कस्तो सिस्टम अरे, छक्कै पर्ने खालको। कहिले नदेख्नेहरूलाई त छक्क पर्ने हो, अब देखिरहनेहरूलाई त केही पनि होइन। हामी कहिले नदेख्नेहरूलाई चाहिँ अनौठो हुन्छ नि त। त्यही भएर यो साइडमा एउटा, यो साइडमा एउटा, दुईवटा। स्टेसनहरू चाहिँ यहाँनिर टक्क आउँदो रहेछ कि। अनि त्यहाँ आएपछि सजिलो नि त, अब हामीलाई कहाँ पुग्नुपर्ने स्टेसन, आफ्नो ठाउँ चाहिँ थाहा हुनु पऱ्यो। अनि यो टक्क स्टेसन आइसकेपछि ढोका खुल्छ। यतापट्टि साइड खोलो, यहाँ चढ्ने झर्नेको भन्नुहुन्छ, यहाँबाट चढ्ने, यता चढ्ने हो कि झर्ने हो। हामी चाहिँ यो छोङसाङ लेकमा आइपुग्यो, झर्ने बेला भयो। छोङसाङ लेक म चाहिँ दृश्य हेर्दैछु यहाँबाट। यस्तो सराउन्डिङमा चाहिँ बाङ्गो हुँदो रहेछ क्या। सिधा ठाउँमा चाहिँ सिधा हुन्छ, यो चाहिँ यस्तो ट्विक्क घुमेको छ
सिधा बाटो आएपछि सिधा हुन्छ। अहिले चाहिँ यो बाङ्गो यो चाहिँ अहिले राउन्डिङ ठाउँ आएछ। यहाँनिर अब यस्तो घुमेको छ नत्र त यहाँदेखि परसम्म सिधा देखिन्छ। बाहिरको गेट अनि भित्रभित्रै कुद्ने क्या ट्रेन। कस्तो है विकसित देश भनेको विकसितै हुन्छ नि। हेर भित्रभित्र अन्डरग्राउन्डमा माथि अप्पर ग्राउन्डमा अन्डरग्राउन्डमा हामी अब माथि जाने। उयो बाहिरको गेट टक्क लाग्छ अनि भित्रभित्रै ट्रेन कुद्ने। हे भगवान् अब हामी चाहिँ माथि निस्केर आफ्नो ठाउँतिर जाने। अब उतापट्टि लिफ्ट पनि छ। हामी चाहिँ यो भराङबाट हिँडेको माथि अन्डरग्राउन्ड भित्रै क्या कस्तो है कति धेरै विकसित। अब यहाँ भुइँ सफा गर्ने उयोकोले अब मान्छे बिनै यस्तो साधनले सफा गर्छ। सामानहरू डेलिभरी गर्ने भुइँ सफा गर्ने सब यस्तो मेसिनले। त्यसलाई न मान्छे चाहिन्छ न के। यस्तो मजाले सफा गर्छ। तर यहाँनिर चाहिँ त्यति मान्छे धेरै चाहिँ हुँदो रहेछ है। जता पनि मान्छे त कहाँ हुन्छ त। माथिको ट्रेन स्टेसनमा त्यत्रै धेरै मान्छे हुन्छन्। कुनै अब ट्याक्सीमा कुनै आफ्नै साधनमा होइन त्यो भुइँ पुस्ने साधनहरू।这里丢了。त्यो एउटा कार्ड हुँदो रहेछ त्यो भित्र हालेपछि गेट खुल्दो रहेछ। त्यो गेट खुलेकोमा निस्केन भने बन्द। नाली नाली 네 부동 깐간 짜이저리 니에부 यो चाहिँ अन्डरग्राउन्डमै हो। यहाँबाट माथि चाहिँ 2 तला हो छ त। अब यहाँबाट माथि गएपछि चाहिँ हामी माथि आइपुग्छौँ। 2 तला अन्डरग्राउन्ड तलबाट हामी अब माथिको तलामा आइपुग्छौँ। हो फाइज निकायसम्म你开玩笑，不能这样的，我拍照。到了嘞。बाहिर यति धेरै घाम गर्मी छ। अब हामी चाहिँ यहाँ बाहिर आइपुग्यौँ। तल 2 तला तल अन्डरग्राउन्डबाट हामी भर्खरै बाहिरको मौसम घाम लागिरहेछ गर्मी छ। मेरो बुढा चाहिँ चप्पलमै पटक हो क्या नजिकै हो कि। गर्मी छ अनि जुत्ता लाउन मन लागेन अरे। चप्पल लाएर पटक म पनि चप्पलै लाएर हो पटक। वाउ कति राम्रो सिन त बाफ्रे।
यहाँभन्दा तल तल 2 तला तल ट्रेन कुदिरहेछ, मान्छे आवत जावत गरिरहेछन्। माथि माथि यस्तो छ मान्छेहरू। अब यस्तो नदेखेको नबुझेको मान्छेहरूलाई चाहिँ अब अनौठो लाग्छ होइन। मलाई नै अनौठो लागिरहेछ। अब जान्ने देख्ने बुझ्नेहरूलाई त झ्याउ लाग्ला अब मेरो भिडियो हेरेर। कति नदेखेको जस्तो नदेखेको जस्तो के देखाइरहेको भन्नुहुन्छ होला। देख्नेहरूको लागि त नर्मलै हो, देख्नेहरूले बुझ्नेहरूले नहेर्नु होला। यो भिडियो चाहिँ स्पेसल्ली अब नजान्ने नदेखेको नबुझेकोहरूको लागि हो। उहाँहरूलाई त स्पेसलै हुन्छ नि त। फुलहरू चाहिँ बिचरा पानी नपाएर सुकेछ। यही आएको है यहाँ। वाउ राम्रो रहेछ डाँडा। गर्मी छ आज चाहिँ लास्टै। जग्गासम्म मिङ्छ जग्गा तोङ ओइ पछि त हाई हेलो दर्शन नमस्ते ढोकिया। हामी चाहिँ आज यहाँ आएको छौँ। वाउ माइन्ड फ्रेस। यहाँ चाहिँ मान्छेहरू खानाहरू यसरी ल्याएर आएर बसेर ग्यादरिङ गर्दो रहेछ। हामी चाहिँ 2 जना मात्रै, केही खानेकुरा पनि ल्याएको छैन। यो चाहिँ के हो? झार काट्ने मेसिन छाओ छु छाओची अरे यो झार काट्ने मेसिन। रिमोटवाला सिस्टम। कसले रिमोटबाट चलाइरहेछ? रिमोटबाट चलिरहेछ मेरो बुढो रिसाले। यस्तो गर्मीमा पसिनै पसिना आइसक्यो उसलाई। मलाई चाहिँ पसिनै आएको छैन। घुम्न भनेपछि फिटिक्कै नमान्ने क्या। हामीलाई चाहिँ मलाई चाहिँ घुम्न मन पर्छ। मेरो बुढालाई घुम्न मन पर्दैन बिचरा। शरीर पनि गर्मी नसहने खालको छ। अलिकति गर्मी भयो कि पसिना आएर हेर रिसाले घाम अलिकति घाम पाए पनि यस्तो पसिना भिजेर यस्तो आमा बिचरा। हेर टी सर्ट भिजेर